एकदमै धेरै डर लाग्यो। अनि गाइस गुड मर्निङ अनि सबैजना वेलकम टु माई ब्लगमा चाहिँ यहाँलाई स्वागत छ मेरो ब्लगमा। तर आज चाहिँ ब्लग गर्नु पाएको छैन किनभने एकदमै परिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर मेरो भान्जाले ब्रस गरेर हुन्छ अनि म पनि ब्रस गर्नु लाग्यो। पानी नै छैन के बारे म त्यसो पानी ड्रममा मैले त ड्रमको अलिक थोर जस्तो लाग्यो। सबैले हात डुबाएको हात डुबाएको देख्न सक्नुहुन्छ पानी यस्तो गरेर परेको छ। मोबाइलमा चार्ज पनि छैन। मोबाइलमा जम्मा चार्जमा जम्मा 15% छ। 15%ले चाहिँ कति भिडियो गर्न पाइन्छ कति उयो गर्न पाइन्छ हेरौँ होइन। लाइन पनि छैन केही छैन। यहाँ पावर ब्याङ्क पनि सबै हरायो होइन। आज चाहिँ केही भिडियो केही गर्न पाइला जस्तो छैन। अनि पानी पनि डर परिरहेको छ। यहाँ एकदमै बिजोग भइरहेको छ गाइस। अहिले चाहिँ हामी मुकुमलुङ जाँदैछौँ होइन। मुकुमलुङ माङहिम जाँदैछौँ। अनि हालत देख्न सक्नुहुन्छ यस्तो छ। पानी परिरहेछ। सायद अनुहार पनि चिनिँदैन होला होइन। राम्रोसँग जुम गरी हेर्नु होला है। अनुहार नचिने पनि भोइसबाट चिन्नु होला होइन। दाजुले ढुङ्गा चढाउनु भयो एउटा। जाडो चाहिँ त्यति साह्रो छैन होइन। पानी परे पनि जाडो छैन खासै जाडो भएको छैन किनभने यो प्लास्टिक छ नि त यी होइन। हो दाजु पानी एकदमै होइन ए दाजु खोला जस्तै भएर पर्दा क्रम छ। मयाङ राई चाहिँ हाम्रो नेपालको एकजना जस्तै एकदम हुन लागेको होइन। हो दाजु हो दाजु हो यस। सो गाइस हामी चाहिँ अहिले होइन ठुलो फेरीदेखि पनि अब माथि लगभग आधी जति माथि चढिसक्यौँ होइन। देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ यस्तो तरिकाले गइरहेको छौँ होइन। यो के भन्नुहुन्छ होला होइन। यो के भन्नुहुन्छ होला होइन। यसको महत्त्व धेरै छ क्या। तर यो तपाईँहरूले बुझ्नु भएको छैन होला कि यसको महत्त्व धेरै छ होइन। तर म अहिले भन्दिनँ आफै बुझ्नु होला होइन। सन्देश दादा हुनुहुन्छ। सन्देश दादा किन हिजोदेखि बिछोडिएको मान्छे बल्ल भेट भयो होइन। अनि कस्तो लागिरहेछ? दामी भइरहेछ। दामी राम्रो लागिरहेछ हो। यहाँ स्मृति हाई गरिदेऊ न मेरो भ्लगमा यसो। आच्छे खुट्टाको पनि हाई। ओ माई गड। अनि यहाँ देख्न सक्नुहुन्छ है धेरै मान्छेहरू करिब हामी चाहिँ 3 जनाको टोली आएको छौँ होइन। एकदमै गाह्रो भइरहेछ यहाँ चढ्नलाई। ए हाम्रो स्मृतिजी हुनुहुन्छ झोला बोकेर। अनि आमा ल देख्न सक्नुहुन्छ गाइस यहाँ हेरौँ लाली गुनासको रुखहरू काटिएको छ यसरी। करिब 5000 वर्ष पुरानो लाली गुनासको रुखहरू यसरी काटिएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस। यो लाली गुनास काटिएको यो अवस्थामा तपाईँहरूले के भन्नुहुन्छ ल हेर्नु देख्न सक्नुहुन्छ यी यसरी। यहाँ हुनुहुन्छ यी हाम्रो स्मृति ब्लगर होइन। अनुहार चाहिँ देखाउन अलिक मजाले छ्या कस्तो खालको हो। चिसो मौसम ठन्डा मौसम त्यही माथि अलिअलि झरी। अनि 300 जनाको ग्रुपमा हिँड्नु पाउँदाखेरि एकदमै रमाइलो भइरहेछ हुन चाहिँ। तर थाकियो यार अब चाहिँ। सो गाइस देख्न सक्नुहुन्छ तपाईँहरूले नजारा एकदमै राम्रो यहाँदेखि एकदमै मनाइलो भयो नजारा ल। अनि अब म यहाँदेखि फेरि यति भन्दै उकालो लाग्यो है। अझै करिब 2-3 किलोमिटर उकालो हिँड्नुपर्छ तब मात्रै हामी पाथिगोरा माता अथवा मुकुमलुङ माङहिमको मन्दिरमा पुग्नेछौँ। यो चाहिँ करिब 4995 मिटर यस्तै हाइटमा रहेको छ। अनि अहिलेको मौसम चाहिँ एकदमै पानी परिवरी रोकिएको मौसम छ। चिसो अनि हल्का त्यस्तो धेरै गर्मी पनि छैन।
सो गाइस यहाँदेखि देख्नुहुन्छ नजारा एकदमै रमाइलो नजारा तपाईँहरूले हामी चाहिँ बल्ल बल्ल यहाँ छौँ हिँड्न आयौँ लगभग अब चाहिँ 2-4 मिनट पछि चाहिँ हामी पाथिभरा मन्दिर अनि मुकुङ माग्न पुग्ने ठाउँ जस्तो लाग्छ सर 394 मिटरको उचाइमा अहिले हामी आइपुगिसक्यौँ होइन मेरो चाहिँ अहिले चार्ज लगभग करिब अब सकिन लागिसक्यो त्यसले गर्दाखेरि भिडियो पनि राम्रोसँग बनाउनु परिरहेको छैन होइन जाडो एकदम जाडो बढिरहेछ जति माथि आयो उति जाडो बढ्दैछ सुगा चाहिँ अहिले चाहिँ हामी अब यहाँबाट मेन गेटबाट चाहिँ अगाडि बढिसकेको छौँ होइन अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अघि नै बोजूहरू आइकन पूजा गरिकन फर्किँदै हुनुहुन्छ अनि यता हुनुहुन्छ हाई गरिदिनु है मेरो यसो उसमा है यहाँ चाहिँ हुनुहुन्छ झापाबाट झापा सैनिक कति अरे सैनिक मोड कतिजना आउनुभएको छ तपाईँहरू यता हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ यहाँ स्मृति बहिनी हुनुहुन्छ यहाँनिर के को लागि आउनुभएको हजुर यसो 2-4 शब्द भनिदिनु पर्यो सो गाइस अहिले हामी चाहिँ पाथिभरा मन्दिरको चाहिँ होइन दर्शन गर्नको लागि अगाडि बढिरहेछौँ यहाँनिर देख्न सक्नुहुन्छ नजारा एकदमै पानी परेर हुस्सु लागेर चाहिँ एकदमै त्यति धेरै राम्रो दृश्यहरू चाहिँ देख्न पाइएको छैन वरिपरि सबै यो हुस्सुले छेकिरहेछ अनि त्यसपछि अहिले चाहिँ हामी अब पाथिभरा माताको दर्शन गर्नको लागि गइरहेछौँ होइन अनि यहाँनिर चाहिँ एकदमै बिरुवाहरू पनि रोप्नु भएको छ मजाले यो बिरुवाहरू सायद रोप्नु भएको होला भर्खरै होइन तपाईँहरू देख्न सक्नुहुन्छ अनि नजाराहरू ठिकै छ अनि यहाँ मेरा भाइहरू अगाडि जान्छन् होइन सो गाइस अहिले चाहिँ हामी मुकुमलुङ माङहिमको मन्दिरको प्राङ्गणमा छौँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो मुकुमलुङ माङहिम अनि त्यसपछि यता रहेको छ पाथिभरा अनि यहाँ हाम्रो गुनु कस्तो दामी देखेछ अनि सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ वृक्षारोपण कार्यक्रम भइरहेछ एउटा रोप्दा पनि तल कहाँ पुगिँदो रहेछ हो नि धेरै भएपछि त खनेको ल ल नभएर त अन्तिगन छुट्टै हेर्ने पर्सनल पत्रकारिता बिरुवा रोप्ने कार्यक्रम भइरहेछ हाम्रो त्यस्तै हुनुहुन्छ यहाँ ढाड दुख्ने खुट्टा दुख्ने टाउको दुख्ने अब रोप्दै झर्नु भ्याउँदैन पातलो रोप्दा दुख्ने माथिको नि रोप्ने आउँछ यो त हैन होला यति लामो अनि भकै त्यही हामीले चाहिँ सानो जडीबुटी पनि खेलेको छौँ होइन यो चाहिँ अब धेरै चाहिँ खेल्न मिल्दैन होइन जडीबुटी पनि जोगाउनु पर्ने हुन्छ हो दुर्गा सो गाइस अहिले चाहिँ वृक्षारोपण एक चरण सकिएर चाहिँ खाजा खाने प्रोग्राम भइरहेछ यहाँनिर देख्न सक्नुहुन्छ अहिले हामी खाजा खाँदैछौँ है अब अनि आज सबैजना सहभागिता भएर है हजुर अब सहभागिता भएर चाहिँ रोप्दैछौँ अब हामी खाजा खाँदैछौँ है सबैजना पब्लिक मिलेर है हुन्छ हस् अनि अब यहाँदेखि हामी कहाँ जान्छौँ त अब यहाँदेखि चाहिँ अब हामी अब रोप्दै चाहिँ जान्छौँ हजुर अब रोप्दै हाम्रो मिसन चाहिँ कहाँ टुङ्गिने छ त
हाम्रो मिसन चाहिँ निकै यहाँभन्दा निकै धेरै तल नै टुङ्गिन्छ होला। हजुर समय चाहिँ लाग्दैछ है। हस् त धन्यवाद है त। यहाँ हाम्रो साथीहरू आइपुग्नु भएको छ ल। ओहो तर मोबाइलमा चाहिँ चार्ज सकेर यार एकदमै गम्भीर अवस्था भएको छ होइन। 3-4 दिनदेखि लाइन पनि आएको छैन। सो गाइज अब चाहिँ हामी ठुलो फेरि पनि अब तल बलुडाँडातिर जान गइरहेको छौँ होइन। देख्न सक्नुहुन्छ यहाँनिर वाच देख्न सक्नुहुन्छ नि गाइज। दामी छ नि वाच होइन मेरै हो। यहाँ चाहिँ यसरी बाटोमा यसरी पूजा सामग्रीहरू राखिएको छ देख्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ लोकल कुखुरा हो। लोकल गाइज लोकल किन्न सक्नुहुन्छ। महँगी बहुत महँगी छ होइन। बरु सुन किन्न सकिन्छ होला होइन। अनि भाइ के छ कस्तो छ त अनि? एकदम दामी छ दाजु, ठिक छ। कस्तो भइरहेछ त? एकदम रमाइलो लागिरहेछ। वृक्षारोपण कार्यक्रम कस्तो भयो त अनि? वृक्षारोपण भन्ने चाहिँ एकदम दामी भयो दाजु। यता हेलो के छ त अनि हल्लीचल्ली? अनि हल्लीचल्ली एकदम बेस्ट छ। सो गाइज हामी चाहिँ अब होइन केवल धेरै होइन 2 किलोमिटर हिँडे पश्चात हामी बलडाँडा पुग्नेछौँ होइन। अघि हल्का पानी पनि परिरहेको थियो होइन। बिहान फेर चाहिँ एकदमै ठुलो पानी परिरहेको थियो। त्यसले गर्दाखेरि अलिक गाह्रो भइरहेको थियो होइन। हामी जुन उद्देश्यको लागि आएको थियौँ त्यो उद्देश्य पुरा गर्नको लागि चाहिँ अलिकति गाह्रो भइरहेको थियो। तर पनि हामीले गाह्रो साह्रो केही नमानिकन पनि हामीले आफ्नो उद्देश्य पुरा गरेर अहिले हामी फर्किने क्रममा छौँ है। अघि चाहिँ हल्का मोबाइल स्विच अफ भएको कारणले गर्दाखेरि धेरै राम्रो भिडियोहरू चाहिँ बनाउन पाइएन होइन। त्यसको लागि आइएम सो सरी। अनि त्यसपछि मेरो भिडियोहरू चाहिँ तपाईँहरूले यसो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला होइन। भिडियोहरूमा केही कमजोरीहरू धेरै छन् त्यसको लागि सजेसन पनि दिनु होला मलाई है। अनि अहिले चाहिँ हामी बलुडाँडातर्फ प्रस्थान गरिरहेछौँ होइन। हजुर ए खोइ त अनि तपाईँहरू त अनि हाम्रो ग्रुपमा हुनुहुन्न नि। अहिले चाहिँ हामी लगभग बलुडाँडा छेउतिर आइपुगिसकेका छौँ। अनि आजको वृक्षारोपण कार्यक्रम चाहिँ एकदमै राम्रोसँगले सम्पन्न भएको छ होइन। एकदम राम्रो तरिकाले अनि शान्त तरिकाले सम्पन्न गरिएको छ। हुनुहुन्छ यहाँनिर अब बयाङ्गा दाइहरू हुनुहुन्छ। देखेर चाहिँ हामी चाहिँ बलुडाँडा आइपुगिसकेका छौँ होइन। करिब 20-22 मिनटको 20 मिनट हिँडे पश्चात हामी चाहिँ बलुडाँडा आइसकेका छौँ। र हामी चाहिँ तब सर्टकट पनि लाग्नेछौँ होइन। देख्न सक्नुहुन्छ मान्छेको ताती। अनि अहिले चाहिँ हल्का मौसमले हल्का च्यालेन्ज हान्दैछ साथीहरू। मौसमले च्यालेन्ज हानेको बेलामा चाहिँ के कस्तो हुन्छ आई डोन्ट नो। अनि यहाँ चाहिँ के भएको यस्तो यो होइन यो चाहिँ के भएको यस्तो हावाले हो यो? यो चाहिँ बलुडाँडा काफ्लेपाडीदेखि आधी घन्टा जति हिँडे पश्चात यो ठाउँमा आइपुगिन्छ। एकदमै रमाइलो ठाउँ रहेको छ यो चाहिँ होइन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरानो शैलीमा रहेको केही भेडी गोठहरू जस्तै देखिन्छ। ल यहाँ चाहिँ भेडा बाख्रा रहेको छ। भेडा च्याङ्ग्रा देखेकै यहाँ चाहिँ अब केही विजय कार्यक्रमहरू रहनेछ। केही पश्चात हामी पनि अब प्रस्थान गर्नेछौँ ताप्लेजुङतिरको यात्रालाई होइन। गराउन चाहन्छु भने आज मुकुलुम आन्दोलन विस्तार भएकै छ। आज मुकुलुम आन्दोलनमा यहाँका स्थान बलुडाँडामा कोर्ट सेवा लगभग सम्पन्न भइसकिएको छ र
दोस्रो चरणको वृक्षारोपण पनि सम्पन्न भइसकेको छ र देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै धेरै मात्रामा मान्छे को रहेछ हौ ल अनि स्पिड के छ त नि कस्तो लागिरहेछ त नि लामाहरु देखेर एकदमै धेरै डर लाग्यो अनि कस्तो महसुस भइरहेछ त एकदम वृक्षारोपण कस्तो भयो त एकदम गुड भयो कतिवटा बिरुवाहरू रोप्यो त के बिरुवाहरू रोप्यो त मैले लाली ग्रास मात्र धेरै मन पर्छ अनि अरू त्यही मात्र रोपे मैले अब फेरि आउनु पर्यो भने चाहिँ आउँछ कि आउँदैन त आउनु त आउँछु पहिलोचोटि आएको होला होइन कस्तो महसुस भयो त यहाँ भाउजू पनि हुनुहुँदो रहेछ ल भाउजूलाई पनि सेवा र म कहिले पनि कस्तो भयो त वृक्षारोपण मेरो त सेकेन्ड भयो कस्तो महसुस भयो त अनि भन्नुहोस् कतिवटा बिरुवाहरू रोप्नु भयो त रोपिनँ किन हो खासै बिरुवा रोप्नु गएको होइन म दर्शनमा गएको थिएँ हो बोजूहरूलाई स्याहार्दै ठिक्क के बारे पशुपतिको दर्शन सिद्धाको व्यापार हो क्या हो ओहो सिद्रा त बिकेन कि बिकेन हौ मेरो त सिद्रा ल्याइरहेको छु हामी कहाँ माथि भनेको चाहिँ त माथि भनेको अहिले पोर्सभामा थिएँ त अलिक तलबाट मैले गरिरहेको थिएँ भिडियोहरू गरिरहेको थिएँ के भन्नुभयो त्यस्तो ऊ भन्दैछु भनेर ल हाम्रो झापाको सोल्टीहरूलाई पनि है धन्यवाद आइदिनु भयो ल्या आम्मा यत्तिको बेजत त माएको छन् अनुहार हेरेर पनि हुँदैन होला हो छि 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 मालूम है तेरे बाप को मत सिखा अनुहारले बताउँदैन म त्यस्तो छु जस्तो त लाग्दैन अनुहार नराम्रो भए पनि मनको त राम्रो छु जस्तो लाग्छ त होइन खासमा मैले चाहिँ छोडेको होइन तपाईँहरूले छोड्नु भएको है हो त यहाँ चाहिँ अब हामी करिब तल्लो फेदी अथवा काफ्ले पाडीतिर हामी पुगिसकेका छौँ होइन अनि अहिले चाहिँ एकदमै धेरै सङ्ख्यामा हामीले यो पालि चाहिँ वृक्षारोपण गरिरहेका छौँ आजको जुन हाम्रो प्रोग्राम चाहिँ एकदम सफलतापूर्वक सम्पन्न भएको छ जोडी राम्रो छ है ल धन्यवाद हाम्रो अहिले चाहिँ हामी टक्कसँगले हेवा खोलाको वारीपट्टि फिडिङपट्टि छौँ होइन यहाँनिर देख्न सक्नुहुन्छ अहिले 10:30 अहिले रातको ठ्याक्कै 10:28 भएको छ होइन ताप्लेजुङबाट घरतर्फ गइरहेको छु होइन अनि हामी चाहिँ अहिले यहाँनिर खाना खायो अरे अब केही छिन पश्चात फेरि हामी यात्रा गर्नेछौँ यहाँनिर भान्जा हुनुहुन्छ है यस्तो चिरा खाँदैन चाहिँ ल हेरौँ हालत चाउचाउ यता छन् खाना कस्तो भयो त खाना एकदम बबाल्यो तर साग आएन है आज साग माग्न साग आएन बर्बाद भयो अहिले चाहिँ हामी होइन ताप्लेजुङबाट टामरसम्म चाहिँ हामी अहिले लागिरहेछौँ हाम्रो बिजोग यस्तो छ बिहान बिहानै हामी चाहिँ हिजो 6-7 बजी हिँडेको होइन आज मात्रै आइपुगिरहेको छौँ यहाँ सन्देश हेरौँ सन्देशको हालत हेरौँ बिजोग होइन यो त यतिको म्यानेजमेन्ट त कसम हुँदैन यता हाम्रो काकी हेर्नु काकी के खानु भएको
खानुभएको रुच छ अनि यता भाउजू के खानुभएको हिजो 7 बजी चढेको गाडीमा अहिले भर्खर आइपुग्यो र अर्को गाडी चेन्ज गरेर जाँदैछु है ममै। ल ठिक छ। हामी चाहिँ अहिले शीतली आइपुगिसक्यौँ होइन यहाँनिर शीतली आमा म 3-4 दिनको हिँडाइमा बसाइमा बल्ल बल्ल शीतली आइपुग्यो यार। सो गाइस हामी चाहिँ अहिले घर आइपुगिसक्यौँ। अब हामी यहाँदेखि हिँडेर 2-4 मिनटपछि हामी पुग्छौँ यहाँ केटा। सो गाइस अब यो भिडियो चाहिँ आजको लागि चाहिँ यति नै होइन। अनि त्यसपछि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला होइन। सो अर्को भिडियोमा भेटौँला। टाटा बाई बाई टेक केयर।